अहिले पनि मानव बस्ती सुरु हुनुभन्दा अलि माथि महादेव खोलाकै नामले चिनिने बोसो पुलसम्म लुगा धुन मिल्ने खालको सङ्लो पानी नै बगिरहेको पाइन्छ। तर महादेव खोलाको पानी बस्ती सुरु हुने स्थान ब्रह्मयानीदेखि तल बगेसँगै ढल निकास मिसाएको कारण हनुमन्ते खोलाको रूप नै बिग्रिएको देखिन्छ। सुरुमा महादेव पोखरी रहेको क्षेत्र वा नगरकोट डाँडा नामले प्रसिद्ध रत्नाचुर पर्वतबाट बगेर आउने पानी पूर्वमा टुकुचा हुँदै काभ्रे जिल्लातिर र पश्चिममा भने हलाहल र चम्पा नदी भएर मणिकर्णिका घाट पुग्ने गर्दछ। मणिकर्णिका घाट वीरभद्रा र तमासा गरी तीन नदीहरूसहित हलाहल र चम्पा नदी मिसिएर आउने सङ्गम स्थल हो। सुराल र बागेश्वरीको बीच बगरबाट बहने चम्पा नदी र तेलकोटबाट आएको तीन नदी मिसिने ठाउँमा परापूर्व कालदेखि नै दशनामी समुदाय, गिरी, पुरी, भारती र वन समुदायको दाह संस्कार गर्ने चलन थियो। उक्त स्थानसम्मको नदीको पानी स्वच्छ र नदीको पानीमा माछाहरू खेलिरहेको पनि नाङ्गो आँखाले देख्न सकिन्छ। वरपर वन, जङ्गल र खुला ठाउँ पनि प्रशस्तै रहेकोले सो स्थान हेर्न लायक स्थान पनि हो। हाम्रो स्कन्द महापुराणको कुनै बखत शङ्करले कालकुट विष सेवन गर्दा त्यही पनि आफूलाई सहज नभएपछि कैलाश पर्वतमा जाने क्रममा यस वीरभद्रा, तमासा, खोपका नेवा समुदायमा खुजकुला भनेर चिनिने सुडाल, बागेश्वरी, नगरकोट र छालिङको दोसारबाट बहने उक्त महादेव खोला सुधारको लागि सोही स्थानदेखि कार्य थाल्यो। नारायण नगरपालिकाले महादेव खोला सुधारको बृहत कुल योजना पनि बनाएको छ। विशेष तपाईँ यो खोलाहरूको चाहिँ बग्ने पानीको शुद्धता यी कुराहरूलाई ध्यानमा राखेर यी खोलाको तपाईँको छेउछाउमा चाहिँ यी खोलाले कटान पनि नगरोस् र खोलाको तपाईँको पानीको शुद्धता पनि होस् भन्ने अभिप्रायले हामीले वृक्षारोपण र त्यहाँ चाहिँ प्लान्टेसन कार्यक्रमहरू गरेका छौँ। उत्तर काशी धाम भनेर चिनिने सो स्थानबाट अलि तल आएपछि ठाउँ ठाउँमा खेती गर्नको लागि नहर बनाएर महादेव खोलाको पानीलाई विक्रम सम्वत 1996 सालतिर मुहान पोखरीबाटै पाइप बिछाएर युद्ध शमशेरको पालादेखि निरन्तर घरहरूको भग्नावशेषलाई सो नदीको किनारमा बिछाएर गाडी तथा ट्र्याक्टरसम्म जान मिल्ने गरेपछि मरेका कुकुर, मरेका कुखुरा, घरको नपुगिने प्लास्टिकका सामग्री लगायत अनेकौँ थरीको फोहोर फाल्ने सुरक्षित डम्पिङ साइटको रूपमा उक्त स्थान परिणत भएको छ। वातावरण संरक्षण मञ्चले 2080 सालको वैशाख 11 गते डिभिजन वन कार्यालयको सहयोगमा घोसा पुलदेखि मूल साङ्गुसम्मको नदी सफाई कार्यक्रमको क्रममा उक्त स्थानबाट सिसाका बोरा, चप्पलका बोरा, मरेका कुखुराहरू सहितका बोरा तथा अन्य नपुगिने फोहोरहरू समेत एक ट्रक जम्मा पारेपछि उक्त कुरालाई पुष्टि गरेको थियो। भक्तपुरले परापूर्व कालदेखि सहरभन्दा अलि पर द्वीप बनाएर मुर्दा पोल्ने क्रममा कालगतिले मरेका परिवारजनको अन्त्येष्टि ब्रह्मायनी घाटमा ल्याएर गर्ने गरेको पाइन्छ। नवदुर्गाको देवगण सृष्टि हुने ब्रह्मायनी कुण्ड जस्तो पवित्र स्थानमा अहिले खड्की, मानन्धर र साधारण किसान जातिले चलाउने गरी उक्त स्थानमा 3वटा द्वीपहरू बन्दोबस्त गरिएका छन्। सो स्थानसम्म आइपुग्दा केही मात्रामा पानी धमिलो हुने गरेको देखिन्छ। 30-40 वर्ष अगाडिसम्म निकै धेरै मात्रामा माछाहरू पाउने गरेको सो खोलामा हाल पटक्कै माछाका बुराहरू भेटिँदैन। खेतबारीमा विषादीको प्रयोग र कीटनाशक औषधिसहित रासायनिक मलको अत्याधिक प्रयोगले माथिबाट स्वच्छ पानी बगेर आए पनि ब्रह्मायनी मन्दिर किनारसम्म पुग्दा पानीमा निकै धेरै रासायनिक मिश्रण भइसक्ने भएकोले पनि यो अवस्था सृजना भएको हो। ब्रह्मायनी पुलसँगै चोखा र डुगुरे प्लानिङको ढल मिसाइएको देखिन्छ। त्यसपछि बिस्तारै नदी दुर्गन्धित हुन थाल्छ। बर्सातको बेला अत्याधिक पानी बग्ने भएर केही गन्धको आवाज नभए पनि ब्रह्मायनीदेखि महेश्वरीसम्म पुग्दा ठाउँ ठाउँमा बस्तीको पानी सिधै खोलामा मिसाएको देखिन्छ। त्यसबाट पनि खोला अत्यन्तै फोहोर बन्न पुगेको छ। हालसम्म पनि गोसा पुलको माथि मूल साङ्गोसम्म हिँडेर डुल्ने हो भने कैयौँ खालका घना जङ्गलभित्र मात्रै पाउन सकिने खालका लामपुच्छ्रे चरा, विभिन्न जातिका जङ्गली पक्षी र सुतुरमुर्गहरूलाई पनि भेटाउन सकिन्छ। यस्तो सुन्दर महादेव खोला हनुमन्ते खोलाको संरक्षणका लागि बस्तीबाट आउने फोहोर ढललाई अन्यत्र पठाउन जरुरी देखिन्छ।
त्यसको लागि कसले पहल गर्ने भन्ने सवाल छ। हाम्रा पुर्खाले नदी वरपर नै बस्ती सुरु गरेर भने दायाँ बायाँ मान्छेभन्दा ठुला ठुला अग्लो पर्खाल बनाएर पानी बग्न दिएपछि त्यहाँ कुनै पनि वस्तुभाव कुनै मान्छे फस्यो भने बच्ने अवस्था छ, बचाउने अवस्था छ। अनि त्यसमा चाहिँ 12 वर्षपछि एकचोटि खोला फर्किन्छ भने बाढी आउँदाखेरि त्यहाँ पानी अट्ने सम्भावना छ।